+2 त पास भयो, नर्सिङ पढ्ने भनेको 15 लाख खर्च हुन्छ अरे। त्यत्रो पैसा त कहाँबाट जुटाउने हो? सक्दिनँ हौ म त, खै मेरो त केही होला जस्तो छैन। नर्सिङ नै पढ्ने इच्छा भए जर्मनी एप्लाई गरे भयो नि। फुस्के क्या हो तेरो? नेपालमा 15 लाख जुटाउन सकिरहेको छैन भन्छु, युरोप जा भन्छु, त्यो पनि जर्मनीमा। त्यत्रो 30-40 लाख चाहिँ मैले कहाँबाट ल्याउनु नि? तँलाई थाहा छैन? जर्मनीमा नर्सिङ फ्रीमा पढ्न पाइन्छ नि। फ्रीमा मात्र कहाँ हो र? ट्रेनी स्यालेरी पनि पाइन्छ। पहिलो वर्ष 1300 युरो, दोस्रो वर्ष 1400 युरो, अनि तेस्रो वर्ष 1500 युरोसम्म पाइन्छ। अनि भिजा एप्लाई गरेको त खर्च लाग्छ होला नि त। कन्सल्टेन्सीहरूले 15-20 लाख जति माग्ला। हे त्यत्रो पैसा लाग्दैन क्या, सेल्फ एप्लाई गर्ने हो नि त। अनि सेल्फ एप्लाई गर्यो भने 2 देखि 3 लाख भित्रै सबै कामहरू हुन्छ। अझै त्यत्रो पनि नलाग्ला हो र? अनि जर्मनी ल्याङ्ग्वेज खोज्छ होला नि त? हो नि, जर्मनी ल्याङ्ग्वेज B2 लेभलसम्मको खोज्छ। अब फ्रीमा नर्सिङ पढ्न पाउने भएपछि त्यति दुःख गर्न त सक्छस् होला नि। किनभने जर्मनी ल्याङ्ग्वेज चाहिँ मोस्ट इम्पोर्टेन्ट हो है। फ्रीमा पढ्न पाउने भएपछि त ल्याङ्ग्वेज त म दिनरात गरी पढ्छु नि हौ, B2 नै कटाउँछु। बरु सेल्फ एप्लाई गर्ने कसरी हो, प्रोसेसहरू के छ? त्यति हतार नि नगर्न। जर्मनी ल्याङ्ग्वेज B2 लेभलसम्म पढ्नलाई 1 वर्ष त लागिहाल्छ। त्यही भएर पहिला जर्मनी ल्याङ्ग्वेज गर, B2 लेभल पनि पास गर, त्यसपछि प्रोसेसको कुरा गरौँला। म कहाँ नै जान्छु र?